आज हामीले यस भिडियोमा के सिक्नेछौँ भने द स्क्वायर फाइन्ड गर्नु जसको लास्ट डिजिट अथवा एन्ड डिजिट के भएको 5 भएको। यदि हेर्नु सक्नुहुन्छ तपाईँले यहाँ सबैको एन्ड डिजिट के छ 5 छ। त्यसको कसरी सर्टकट ट्रिक्स के हो भने 5 को स्क्वायर लेख्ने 25, सो 2 को नेक्स्ट नम्बर के हो 3, सो 2 into 3 6। त्यस्तै प्रकारले नै 65 हो भने 5 को स्क्वायर पहिला लेख्ने 25, 6 को नेक्स्ट नम्बर के हो 7 हो, सो 6 into 7 42। यहाँ हेऱ्यो भने 5 को स्क्वायर 25 लेख्ने पहिला, तो यहाँ हेर 9 को नेक्स्ट नंबर हुन्छ 10, सो 9 into 10 90। त्यसो प्रकारले 5 को स्क्वायर 25, सो 8 को नेक्स्ट नंबर 9 हो, 8 into 9 72। त्यसो 5 को स्क्वायर हेऱ्यो भने के हो यहाँ 5 को स्क्वायर 25, सो 10 को नेक्स्ट नंबर हुन्छ तपाईको 11, 10 into 11 110। त्यसै प्रकारले यहाँ हेऱ्यो भने 5 को स्क्वायर हुन्छ 25, सो 11 को नेक्स्ट नंबर हो 12, सो 11 into 12 गर्दा के आउँछ तपाईको 132। कुनै पनि नम्बर जस्तै यहाँ हेऱ्यो भने 5 को स्क्वायर 25 भयो, सो 29 को नेक्स्ट नम्बर भयो 30, सो 30 ले 29 ले 30 लाई मल्टिप्लाई 0 पहिला लेख्यो, 3 9 27 क्यारी 2 3 2 6 7 8। सो यसरी हामीले कुनै पनि नम्बर जसको एन्ड डिजिट 5 छ भने स्क्वायर खोज्न सकिन्छ।